हेलो एभ्रिवान, नमस्ते सबैजनालाई है। तपाईहरुलाई मेरो मिनी भ्लगमा स्वागत छ हो। अन्त आज चाहिँ थियो मेरो विकली अफ हैन। अन्त आज चाहिँ म भिडियो के को बारेमा गर्दैछु भन्दाखेरि चाहिँ म चाहिँ आज विकली अफको दिन के गर्छु भनेर चाहिँ म तपाईहरुलाई देखाउने छु है। अन्त सो फर्स्ट अफ अल त म बिहान उठे है। उठेर चाहिँ मैले सिधै पानी तताए नुहाइदै गर्नुको लागि हैन। अन्त तताउँदै गर्दाखेरि चाहिँ मैले ब्रसहरू गरे हैन। भाँडा थियो अलिकति धुनुपर्ने, त्योहरू धुएँ। त्यहाँदेखि चाहिँ मैले कफी बनाएँ हैन। कफीहरू बनाएर चाहिँ क्षितिज र म खायो। त्यहाँदेखिको चाहिँ म पानी पनि तातिसकेको थियो। अन्त म नुहाउनु गएँ हैन। नुहाइदै गरेर चाहिँ आएको यति बेला चाहिँ अन्त मेरो चाहिँ टाउको नुहाउने पानी नै पुगेन नि त। अन्त त्यो भएर चाहिँ पानी तताउँदै थिएँ हो। अन्त मैले चाहिँ खानाहरू बनाएको चाहिँ भिडियो बनाइनँ, किनभने पुरा ढिलो भइसकेको थियो नि त। क्षितिजको 1 बजी लाग्थ्यो ड्युटी है। अन्त म चाहिँ अब ढिलो भइसकेको थियो नि त, त्यो भएर चाहिँ मैले भिडियोहरू बनाइनँ हैन। अन्त यति बेला त क्षितिज ड्युटी गइसकेको छ है। अन्त यहाँनिर चाहिँ म तपाईहरुलाई के देखाउँदैछु भन्दाखेरि हाम्रो रुमको हालत देखाउँदैछु है। एकदमै डरलाग्दो भइरहेको थियो। अन्त मलाई चाहिँ काम कहाँदेखिको सुरु गरौँ भइरहेको थियो हैन। अन्त पहिला चाहिँ म किचनदेखिको नै सुरु गर्छु भनेर चाहिँ मैले किचनदेखिको सुरु गरेँ है। फर्स्ट अफ अल त मैले गरेँ ग्यासहरू साफसफाइ गरेँ हैन। अन्त त्यहाँ मैले भाँडाहरू धुनु थालेँ है। अन्त मैले चाहिँ के सोचिरहेको छु अहिले भन्दाखेरि चाहिँ अब चाहिँ म कन्टिन्यू मिनी भ्लग बनाउनु थाल्छु भनेर सोचिरहेको छु है। तर अब गर्न सक्छु सक्दिनँ हैन। अन्त तपाईहरुले पनि मेरो भिडियोलाई माया देखाइदिनुहोस् होला है, सपोर्ट गरिदिनुहोस् होला हैन। अन्त तपाईहरुले भन्नुहुन्छ होला हैन, अब क्षितिजले त केही पनि गरेन रहेछ भनेर हैन। तर आज चाहिँ के भएको थियो भन्दा सधैँ चाहिँ उसले सघाउँछ मलाई हैन। लुगा धुनुदेखिको लिएर सबै सघाउँछ नि त। अन्त योपालि चाहिँ उसलाई पुरा डरलाग्दो बिसन्चो भइरहेको छ नि त। उसको खोकीहरू जाती भएको छैन हैन। अन्त ज्वरोहरू आउला जस्तो भइरहेको छ नि त उसलाई। अन्त त्यो भएर चाहिँ मैले उसलाई केही पनि नगर भने है। अन्त मैले चाहिँ यहाँ डल्लै भाँडाहरू धोएर पनि सानकसिनिक गरेँ, भुइँहरू पुसपास गरेँ हैन। त्यहाँदेखि चाहिँ ओछ्यान मिलाउनुपट्टि गएँ है। ओछ्यान पनि मिलाएको थिएन हैन। अन्त भट्टाभट्टी ओछ्यानहरू मिलाउन थालेँ। यो ब्ल्याङ्केट चाहिँ मलाई मिलाउनु एकदमै साह्रो पर्छ है, मिल्दैन नि त। अन्त तरै पनि अब मिलाएँ है जस्तो जस्तो। त्यहाँदेखिको ओछ्यानहरू मिलाएर चाहिँ मैले टेबलहरू सफा गर्नु थालेँ है। किनभने टेबल पनि एकदमै मेस भइरहेको थियो नि त। कहिले पनि मेरो टेबल त सिनिक्कै हुँदैन हो, जहिले पनि यस्तै हुन्छ हैन। अन्त अब खै के भएन हो, तपाईहरुको त सिनिकै नै हुन्छ होला है सायद। अन्त मैले त यहाँ भट्टाभट्टी ओछ्यान के भन्छ टेबलहरू मिलाउन थालेँ। अन्त मेरो यहाँ माथिनिर चाहिँ सामानहरू राख्ने बनाइदिएको छ नि त क्षितिजले। अन्त त्योहरू पनि ढलिरहेको थियो हो। अन्त त्यो भएर त्योहरू पनि भट्टाभट्टी मिलाउनु थालेँ है। अन्त अब के गर्नु, छुट्टीको दिन यस्तो नै काम हुन्छ हैन। कतिजना त घुम्नुहरू जान्छ, तर मेरो त खै फुर्सदै हुँदैन घुम्नुहरू जाने है। अन्त 3 बजीहरू दिएको मात्रै म फ्री हुन्छु हैन। अन्त यहाँनिर चाहिँ मैले भट्टाभट्टी मैले त यो लुगा त धोइरहेको थिएँ, पखाल्नु चाहिँ बाँकी थियो हैन। अन्त बाहिरनिर भट्टाभट्टी लगेँ पखाल्नुको लागि। अन्त फर्स्टमा त यहाँनिर चाहिँ मैले सबै सामानहरू मिलाएँ हैन। झोलाहरू यता र उता भइरहेको थियो। त्यहाँदेखि चाहिँ मैले घर बढाल्न थालेँ है। घर पनि एउटा मुनि मात्रै बढालेँ हैन। अब खै भ्याउँदै भ्याइन हौ मैले, के भएको त्यहाँदेखिको यो म्याट बढाल्नु चाहिँ यति बेसी साह्रो पर्छ कि अब हुन्छ नि एकैछिनमा मैला हुन्छ। फेरि मेरो कपाल यति बेसी झर्छ कि अब हुन्छ नि कपाल टाँसेकोले गर्दा राम्रो नै बढालिँदैन हैन। अन्त तर पनि बढालेँ हो। अन्त सिनिक्कै त बनाएँ। त्यहाँदेखिको सानकसिनिक बनाएर चाहिँ लुगा धुनुको लागि म गएँ है। किनभने टाइम निकै बितिसकेको थियो हो। फेरि अब रात पर्दै गएपछि त कस्तो चिसो हुन्छ हैन। अन्त यहाँनिर चाहिँ मैले लुगाहरू भट्टाभट्टी धुएँ है। तपाईहरुले फेरि भन्नुहुन्छ होला वासिङ मसिन छ र पनि किन लुगा नपखालेको भनेर है। हाम्रो चाहिँ यहाँनिर पानी भर्नु पर्ने छ नि त। अन्त त्यो भएर अब कसले भरिबस्छ हैन दिनभरि। अन्त त्यो भएर चाहिँ हातले पखालेर ड्राईहरू गर्छु हो। म मसिनमा चाहिँ धुन्छु मात्रै, पखाल्नु चाहिँ म हातले नै पखाल्छु हो। अन्त त्यहाँदेखिको ड्राईहरू गर्नु चाहिँ सुबिस्ता हुन्छ है। अन्त यहाँनिर चाहिँ मैले भट्टाभट्टी धुँदै थिएँ है। अन्त मैले चाहिँ भिडियो लामो बनाइनँ है। किनभने अब मिनी भ्लग भनेपछि त छोटो हुनु पर्यो हैन। फेरि लामो हेर्नु पनि अल्छी लाग्छ हैन। अन्त त्यही भएर मैले भिडियो चाहिँ यहाँ नै एन्ड गरेँ है। होप तपाईहरुले मन पराइदिनु होला भयो होला मेरो भिडियोलाई।